तिर पानी पर्छ नि त्यो बर्खामा सिमसिम परे त्यस्तै परे भर्खरै हैन आज पानी पर्ने चाहिँ खासै देखा छैन भन्थे तर मौसम चाहिँ यस्तो छ हेर्नुस् न हैन यो सिमसिम पानी जस्तो परिरहेछ 8 बजिसक्यो अहिलेको बिहानको 8 बजिसक्यो अहिले अस्ति भर्खर ताने जस्तो लाग्छ फेरि तानेर हामी तान्न आइसक्यो यति लामो भइसक्यो नि ल अंगुर कस्तो फलेछ फुल फुलिरहेछ अहिले यस्तै फुलेको छ वाइल्ड फल्दो रहेछ है एउटा रुखमा हेर्नु ल हेर्नुस् त आमामामा यस्तरी फल्छ अनि अब यही बगानमा अहिलेसम्म गर्दा हामी 2 चोटि आयो यो तान्नको लागि यो किन तान्या भन्दा चाहिँ अब यो तलतिरकोले सबभन्दा अगाडि मल तलकोले खान्छ र अनि त्यो तलकोले खाएपछि यिनीहरू राम्रोसित बढ्न पाउँदैन र के यो बढ्न नपाउने भएर अनि सबै तान्दिनुपर्छ फलेको भए पनि तान्दिनुपर्छ तलको चाहिँ त्यो अहिले हामीले गर्ने भने चाहिँ यो तान्ने यस्तो तान्ने यो तान्ने यस्तो अलि मुनिको यस्तो तान्ने फलेको भए पनि यस्तो फलेको छ भने तान्दिने हामीले चाहिँ यस्तो यो काम चाहिँ कति चाँडो बढ्दो रहेछ हेर्नु न ल यो अंगुरबारी अस्ति 1.5 महिना अगाडि लगभग 2 महिना अगाडि काटेको हामीले यो काटियो ठुट्टै थियो हैन ठुट्टै थियो अहिले यति लामो भइसक्यो पुरै 2 महिना लगभग 2.5 महिना पछिको पानी चाहिँ ठुलो पर्न थाल्यो अनि अब हामी चाहिँ एकछिन गाडीमा गएर बस्छु होला गाडीमा बसेर एकछिन पानी रोक्यो भने फेरि गर्छ होला पानी रोकेन भने चाहिँ अब हामी घर गएर फर्किन्छ होला भोलि आएर गर्छौँ होला अहिले चाहिँ हामीले एक लाइन मात्रै भएको छ अहिले एक लाइन मात्रै भएको छ पाँचवटा लाइन गर्नुपर्ने खास एकले लाइन भएको छ सबैजना गाडीमा गएपछि म चाहिँ लास्ट केटाहरूले फोन गरेर बोलाएछु म चाहिँ यसो भिडियो बनाउनु भयो ढिला भएको छ ठुलो पानी पर्यो अब घर फर्किन्छ कि गाडीमा गएर बस्छु एकछिन तर आज न्युजभरि चाहिँ पानी पर्ने देखाएको छ भन्थ्यो केटाहरूले मैले चाहिँ हेरिनँ खासै अनि केटाहरूले चाहिँ त्यही भन्थ्यो मैले चाहिँ मलाई थाहा छैन त्यही पनि आज धेरै पछि काम भएको भएर अब नजानी भन्नु नि अब भएन भनेर अनि आएको आज चाहिँ हामी त्यो अहिले चाहिँ हामी गाडीमा गएर बस्छु होला गाडीमा बस्छु कि अब ठेकदारले घर जाउँ भन्यो भने घर जाने हो न त गाडीमा बस्छु बसेर एकछिन पानी रोकेर गर्ने भने नि अब एकछिन बस्नै पर्यो धेरै पछि काम गरेछ काम पनि छैन अहिले फेरि काम पाएको बेला गरेन भने फेरि पछि यिनीहरूले काम खोज्दैन कि यिनीहरूले गर्दैन भनेर त्यो भएर अहिले जस्तो भयो नि काम चाहिँ गर्नै पर्छ अहिले र खानालाई बस्नलाई पुगेन भने फेरि घरबाट मगाउनु पर्ने हुन्छ त्यो भएर काम चाहिँ गर्नै पर्छ क्या जस्तो भयो पनि थोरै भए पनि धेरै भयो पनि हैन ल हेर्नुस् यस्तरी फले हुन्छ यो अनि कम्ता हुन्छ त नि एउटा बोर्डबाट कति फल्छ रहेछ अब यो जति फल्यो नि बास्ना पनि कस्तो दामी आएको छ कि यसको तर यसको बास्नाले मात्रै झ्याल भइसक्यो आँखा हेर्नु न आँखा सानो भइसक्यो आँखा मेरो हैन साथीहरू सबै गइसक्यो म ढिला पछाडि चाहिँ केटाहरू फोन गरिरहेको छ बोलाएर कराएर पानी पऱ्यो नबिज बिरामी हुन्छ हैन म पनि त्यो दौडिरहेको थिएँ लामो छ कि लाइन वहाँ पर छ गाडी यहाँबाट देख्दैन लास्टै लामो छ कि त्यो भएर म चाहिँ हिँडिरहेको छु गइरहेको छु गाडीमा अब फाइनली म चाहिँ गाडीमा आइपुगेछ पुनः तिमीना छ सेफा काम भएको होइन आज एक दिन काम आएको एक दिन काम आएको पनि यस्तो धेरै पानी आयो छैन बाबु घर आएको चाहिँ रुइदियो के गर्नु बाबु भोको बाबु फाइनली हामी घर हिँडिसक्यौँ गाडीमा गयो 5 लास्टको परेको छैन सबजना यस्तरी फोनहरू चाहिँ यस्तरी चल्दै घर हिँडिसक्यो हामी गाडीको बाटै देख्दैन भन्छ ड्राइभरले हिजो चाहिँ पानी परेर हामी घर फर्केको थियौँ आज बिहान आइसक्यो आज बिहान आएर पनि अनि बित्तिकै काम गर्न थालेको न त गाली गर्छ भनेर अनि काम गर्न थालेको हिजोको पानी त यस्तो धेरै रहेछ कि शीत बनेर बसेको निथ्रुकै भयो तीनटा लाइन तान्यो निथ्रुकै भयो नि पुरै भिजेको छ यो पुरै भिजेको यस्तो के अरे शीत परे जस्तो त्यो यस्तो निहुरेर गर्नुपर्छ पानी फुर झर्छ म तपाईँलाई देखाइन्छु त्यो मेरो ग्लोभ्स हो एकछिन यसो ब्रेक भएको अनि यस्तो पानी झर्छ ल यस्तो पानी झर्छ अनि यहाँ परेर यहाँ यसो निहुरेर गर्नुपर्छ यस्तो तान्नियो यो तान्दाखेरि हल्लेर माथिबाट सब यो झरेर भिजिसक्यो यो पुरै भिजिसक्यो अनि गरी महिना लागेको छ आठिरहेको छ तर आज घाम लागेको छैन हिजो पानी पऱ्यो भएर आज पनि घाम लागेको छैन अस्ति चाहिँ गर्मी थियो घरमा बस्दाखेरि तर ठिकै हो यस्तो त यो मौसम त यतिखेर यस्तोमा काम गर्न चाहिँ यो मौसम ठिकै हो तर यो पानी पिएर चाहिँ लास्टै भिजेर चिसो जाडो भयो त काम गर्ने त्यो ठिराएर काम गरे मन नलाग्ने खालको चिसो भयो त्यो भएर झ्याउ पनि लाग्छ तर काम नगर्यो भने हुँदैन काम गर्नुपर्छ त्यो भएर ग्लोभ्स चाहिँ फेरि अनिवार्य छ है किन भन्दाखेरि हामीले यो तान्दाखेरि चाहिँ यस्तो तान्दाखेरि चाहिँ यिनीहरू हुन्छ यिनीहरूले घोज्छ के यसले घोज्नु भने घाउ साउ भयो भने हामी काम गर्न सक्दैनौँ त्यो माथि
केही हुनु भने हामीलाई नै नराम्रो हो भनेको, हामीलाई बेफाइदा हो नि त। अनि आफ्नो हातमा घाउ हुनु यताउता घोच्नु भनेको राम्रो पनि होइन। त्यही भएर हामीले पहिलोचोटि फर्स्ट भनेको चाहिँ ग्लोभ्स युज गर्नुपर्छ। हिजो त पानी परेर घर गइहाल्यो, आज फेरि सुरु भएको छ काम। सुरु भयो भने 3 लाइन चाहिँ गरिसक्यो, किन भन्दा आउने बित्तिकै अब फोनसोन चलाउनु त्यो अलिकति मजा आउँदैन नि त हामीलाई पनि। त्यही भएर एकछिनमा गर्छु भन्दा त्यो पानीले भिजेर झ्याउ लाग्दा पानी फोन चलाउनु झिक्नै झ्याउ लागिसकेको थियो। त्यही भएर अहिले चाहिँ यसो चाहिँ ब्रेक कसैले पब्जी खेल्छ भने चाहिँ होइन, त्यो इरेङ्गलको एक ठाउँ हुन्छ नि त्यो पर त्यो घाँसको उतिर लुक्ने यस्तै हो, ठ्याक्कै यही होला। अनि यो चाहिँ ठ्याक्क त्यो घाँसहरू पोको पारेर राखेको के हामीले पब्जीमा खेल्छौँ नि त, खास त्यो एउटा डल्ला इरेङ्गलको खोइ कुन ठाउँमा त्यो डल्ला घाँसहरू डल्ला पारेर राखेको हुन्छ। ठ्याक्कै मलाई यतातिर आउँदा त्यही फिल हुन्छ कि म पब्जी खेलेको, पब्जीमा छिरा जस्तो फिल हुन्छ त्यो थुप्रा। अनि यो ठाउँहरू अनि यस्तो दामी यो घाँसहरू यो पहेँलो हुँदाखेरि चाहिँ मलाई त्यस्तै लाग्छ है। यो काम गर्दा चाहिँ हामी कति भाग्यमानी जस्तो नि लाग्छ कि, किन भन्दा यस्तो हरियालीको ठाउँमा अनि यस्तो पनि देखिन्छ कि कति राम्रो छ। हेर्नुहोस् कतिवटा 5वटा छ, कति सानो छ है। ल हामी छुनु हुँदैन है, फेरि हामी टाढाबाट हेर्ने मात्रै यसरी अनि यत्तिकै छोडेर अनि तलको निकाल्यो, केही पनि हुँदैन। अनि तर यस्तो कति देखिन्छ। एउटा कुन ठाउँमा त बच्चाहरू पनि 6वटा बच्चा निस्किसकेको थियो, त्यो पनि देखिन्थ्यो। कति राम्रो छ क्या यो चाहिँ। अस्ति हामीले काट्दा चाहिँ पुरै यहाँ आउने बेला हामी चाहिँ पुरै त्यो डाँडै के अरे सुकेको देख्थ्यो। यो सुक्ने 5-7 झर्नेबाट लास्टै पुरै डाँडै कालो कि त्यो अब सुक्खा हुन्छ नि त्यो, त्यस्तो देखिन्थ्यो। अहिले चाहिँ पुरै हरियाली छ क्या मजाको, हेर्न पनि रमाइलो खालको छ कि। ल हेर्नुहोस् मौसम चाहिँ वातावरण यस्तो दामी छ। हेर्नुहोस् यसैमा मध्येमा अनि यहाँ छ चराको अन्डा। फाइनली काम भइसकेको छ। मेरो साथीहरूले चाहिँ कता छ थाहा छैन। आज हेक्टरको भएर साथीहरू नै पुरा दौडेर कोही कता छाइरबाट छ, भेट्न सकेन। यहाँ रहेछ दुईजना भ्याइ होला, एउटा लाइन होला लास्ट। अब भ्याइएपछि घर जाने 3जना रहेछ। भ्याइयो केटा हो, जाउँ अब जाने रे घर। अब म त त्यही भएर आएको। त्यहाँ कतिवटा लाइन भयो तिमीहरूले? अनि बोकटी त यहाँ आइसकेको छ भ्याइएर। अनि केटाहरू वाइल्ड गरेछ आज यार। कति 1.5 हेक्टर हान्यो होला सबले होइन। कसको बोकटीको त के कुरा गरेको होला। अब हामी चाहिँ घर जान्यो, काम भ्याइयो, सबको भ्यायो। यसरी तान्यो बोट तलको तान्यो, माथि छोडिदिने फलिरहेछ 3000। अब घर जाने हामी।